हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। तो साथीहरू, आजको भिडियो चाहिँ धेरै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने आज चाहिँ हामी यहाँबाट हाम्रो सदरमुकाम गढीतर्फ जाँदैछौँ। अब तपाईँहरूलाई हामी बिच बाटोमा चाहिँ के हुन्छ, चाहिँ कस्तो बाटो छ, यहाँको सबै कुरा देखाउने छौँ। अब हामी यो बाटो, हाम्रो घर चाहिँ यो ठाउँमा छ। घर चाहिँ यहाँबाट देखिरहेको छैन, अब यस्तो धेरै तल छ। यहाँबाट हामीले धेरै माथिसम्म हिँडेर जानुपर्छ। अब बिच बाटोमा के हुन्छ, कस्तो हुन्छ, हजुरहरूलाई म सबै देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त भिडियो सुरु गरौँ। यो हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो स्कुल हो। अब हामी अर्को बाटोबाट आयो, त्यो बाटो अर्को बाटो आएपछि त स्कुल राम्रोसँग देखिन्थ्यो। यो पछाडिको बाटोबाट आएर चाहिँ स्कुल खासै देखिएको छैन। अब पछि जाने बेला चाहिँ देखाउँछु म। अब फाइनली गाइज, हामीहरू चाहिँ अब 20 मिनटको बाटो, उकालो बाटो हिँडेर चाहिँ रोडमा पुग्नेवाला छौँ। तर यहाँ धेरै पसिना पसिना भएर यहाँ कस्तो गाह्रो भइसकेको छ। अब यति उकालो मात्रै छ, हेर्नुहोस्। थकाइ लागेको छैन? ओहो, अनि साथीहरू, हामीले चाहिँ अब 6 देखि 12 सम्म प्लस यहाँ आइटी पढेको स्कुल हामीले यही हो। आइटी इन्जिनियर ओभरसियर के यहाँ सबै हुन्छ। यहाँ चाहिँ हाम्रो बैतडी जिल्लाको सबैभन्दा ठुलो स्कुल यही हो। साथीहरू, अब चाहिँ हामीहरू चाहिँ यहाँ सदरमुकाममा पुग्नेवाला छौँ। तर यस्तो पसिना आइसकेको छ कि अब बाटो यस्तो उकालो छ। यहाँको हेर्नुहोस्, यो भाइलाई पनि धेरै गाह्रो भइसकेको छ। ओ बाबरे, यहाँ चाहिँ यस्तो पसिना आइसकेको छ। अब चाहिँ हामी सदरमुकाममा पुग्नेवाला छौँ। यहाँ घरदेखि यहाँसम्म लगभग हामी घन्टा हिँडिसकेका छौँ। अब चाहिँ तपाईँहरूलाई म सदरमुकाममा पुगेपछि हाम्रो कस्तो छ त्यहाँतिर त्यो देखाउने छु। हेर्नुहोस् साथीहरू, फाइनली हामी चाहिँ यहाँ सदरमुकाममा पुगिसकेका छौँ। यो चाहिँ हाम्रो यो जिल्ला प्रशासन, जिल्ला प्रशासन भयो। यो चाहिँ हाम्रो नगरपालिका। हजुरहरू यहाँ देख्न सक्नुहुन्छ, हाम्रो सदरमुकाम यस्तो सुन्दर ठाउँमा छ। भाइ आई थिङ्क यो बैतडी। अब हेर्नुहोस् साथीहरू, हाम्रो यता चाहिँ यो हेलिकप्टर आएपछि चाहिँ हामी यो ठाउँमा बस्छौँ। अहिले जो मैले स्कुल देखाएँ त्यो चाहिँ हाम्रो यहाँ बैतडी जिल्लाको सबैभन्दा पुरानो स्कुल हो। यो चाहिँ 1976 मा बनेको थियो यो स्कुल चाहिँ। यो हाम्रो सरकारी कार्यालयहरू सबै यही ठाउँमा छन्, जिल्ला समन्वय समितिको अनि खानेपानी। ल हेर्नुहोस् साथीहरू, हाम्रो चाहिँ उता नगरपालिकामा काम चाहिँ सिद्धिसक्यो। भाइले चाहिँ त्यो नागरिकताको फोटोकपी चाहिँ दिइसकेको छ। अब चाहिँ हामीहरू तल गोठलापानीतर्फ जाँदैछौँ। त्यहाँ चाहिँ ठुलो बजार छ। यहाँको हाम्रो सदरमुकाम एरियाको सबैभन्दा ठुलो बजार चाहिँ त्यही गोठलापानीको बजार हो। अब यहाँबाट हामी गढीबाट चाहिँ तल्लोको बाटो लागिसकेको छ गोठलापानीतर्फको। अब तपाईँहरूलाई म चाहिँ त्यहाँ गोठलापानीको बजार देखाउँछु साथीहरू। अब भिडियोलाई हेर्नु होला अन्तिमसम्म।
कस्तो लाग्यो तपाईँलाई हाम्रो यो सदरमुकाम अहिले जो मैले देखाएँ हाम्रो सदरमुकाम गढी भन्ने ठाउँ त्यो चाहिँ कस्तो लाग्यो कृपया कमेन्टमा भन्नुहोला। यो चाहिँ हाम्रो यहाँको बस पार्कको भइहाल्यो। अनि यताबाट चाहिँ हाम्रो यो तल्लो बजार जाने बाटो भयो। यो हाम्रो जिल्ला अस्पताल। हेर्नुहोस् साथीहरू यो माथिपट्टिको चाहिँ हाम्रो यो माथि जाने बाटो चाहिँ अस्पताल जाने बाटो हो, जिल्ला अस्पताल बैतडी जाने बाटो। अब हामी तलको बाटो जान्छौँ किनभने हामीले चाहिँ बस त्यहाँ अस्पताल नभएर हामीले चाहिँ उहाँ जानुपर्ने छ बजार। हेर्नुहोस् साथीहरू हाम्रो बजार चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। अब यो बाटो चाहिँ हामीहरू यो हाम्रो पूर्व अब के भन्छन् धनगढी महेन्द्रनगर जाने रोड भइहाल्यो यतातिरको, यो पूर्व जाने रोड। यो चाहिँ हाम्रो जुलाघाटतिर इन्डिया जाने रोड भयो यो यतापट्टिको। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो बजारमा चाहिँ कति सुन्दर चित्रहरू बनाएको छ। हेर्नुहोस् साथीहरू यो चाहिँ सुदूरपश्चिमको पुरा संस्कृति झल्काउने चित्रहरू यहाँ चाहिँ। अब हेर्नुहोस् साथीहरू अब चित्रमा देखाउँछ तपाईँहरूलाई त्यहाँ जुलाघाटसम्म आफैले गएर देखाउन सक्यो भने यहाँ चाहिँ देखाउँछु यो नेपालको एरिया भइहाल्यो हाम्रो नेपालको। अनि यो बिचको महाकाली अनि यहाँ एउटा सानो पुल छ, त्यसपछि चाहिँ यो भारतको एरिया हो, तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। साथीहरू अब चाहिँ म त्यो सदरमुकामबाट फिर्ता भएर चाहिँ घर पुग्न लागिसकेँ। यो चाहिँ घरभन्दा माथिको यो बाटो हो। यहाँ चाहिँ सल्लाहका रुखहरू धेरै छन्। यस्तो छ यहाँको सिन तपाईँहरू देख्न सक्नुहुन्छ। यतातिर यहाँ चाहिँ मेरो घर छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँतिर खासै देखिया छैन, रुखहरूले छेकिया छ। साथीहरू तपाईँहरूलाई हाम्रो सदरमुकाम र आजको यो ब्लग भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा भन्नुहोला। र भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। साथीहरू अब आजको लागि यत्तिकै, अब भेटौँला अर्को ब्लग भिडियोमा।